साथीहरू यता हेर्नुस् त जाडोमा चाहिँ यो पकौडा बनाएर खाँदाखेरि एकदमै मिठो हुनेछ के साथीहरू है। यसलाई कुनै अग्रम बग्रम पनि चाहिँदैन। बन्दा हरियो लसुन प्याज हरियो खोर्सानी सबै कुरो मिक्स गरेर मजाले गजङ गजङ हल्का मैदाको पिठो राखेर बेसन राखेर नुन मसला मिलाएर टक्क तेलमा तारिसकेपछि खानलाई लायकको हुँदो रहेछ साथीहरू। एकदमै मिठो हुँदो रहेछ। तपाईँहरू पनि यस्तै गरी बनाएर खानु होला है। यो जाडोमा चाहिँ यो पकौडा एकदमै मिठो हुने रहेछ। मैले चाहिँ मजाले पकाएर खाएँ है त साथीहरू। हेर्नुहोस् त खाजा हजुरहरूले खानुभयो नि, एकदमै स्वादिष्ट छ, एकदमै मिठो। बाहिर किनेर खानुभन्दा यसै गरेर आफ्नो घरमा चाहिँ अर्ग्यानिक कुराहरू सबै कुरा हालेर आइटम हालेर खाँदाखेरि एकदमै मिठो हुन्छ र जाडामा पचाउन पनि सकिन्छ। गर्मीमा चाहिँ अलिक पचाउन सकिँदैन साथीहरू। एकदमै मिठो छ साथीहरू। हेर्नुहोस् त मैले त एक थाल खाइसकेँ क्या, यति मिठो भएछ कि साथीहरू सीमै छैन क्या। यस्तो मिठो छ कि खानलाई एकदमै लायकको भइसकेको छ र धेरै खाएँ मैले चाहिँ है। तपाईँहरू पनि यस्तै गरी घरमै बनाएर खानु होला है। यसलाई अग्रम बग्रम कुनै ढाँचा पार्नु पर्दैन। आफ्नो घरमा जे छ त्यही हरियो बन्दा हरियो लसुन हरियो प्याज खोर्सानी सबै कुरो मिक्स गरेर मजाले मैदा पिठो राखेर बेसन राखेर मरमसला राखेर गजङ गजङ मुसेर तेलमा तारेपछि एकदमै मिठो हुन्छ साथीहरू है। मलाई चाहिँ एकदमै मनपर्छ। म चाहिँ खान्छु है त साथी।